हेलो साथीहरु सबैजनालाई गुड मर्निङ। आज चाहिँ म भने बिहानै उठेर नुहाउनतिर लागे, किनभने आज चाहिँ सरस्वती पूजा थियो। सरस्वती पूजाको दिन नुहाउनै नजाने कुरा पनि हुँदैन फेरि। अनि भाइ र म चाहिँ धारातिर नुहाउनतिर लागे। धारामा पुगेर मैले चाहिँ नुहाउन स्टार्ट गरिदिहाले। जाडो त हुनु त भइरहेको थियो, त्यही पनि जाडोलाई साइडमा राखेर नुहाइदिहाले। नुहाइदै गरेर घरमा आएर पुसपास गरियो। आउँदाखेरि झन्डै जाडोले मरियो। जाडोमा तातो केही काम भइरहेको थियो, आज केही खानु हुँदैन भनेर तातो पानी चाहिँ भाइले तताएर खाना थालिहाले। पानी सानी खाएर अब चाहिँ लुगा लाएर कलेजतिर जानु पर्यो भनेर म चाहिँ रेडी हुनतिर लागे। मैले चाहिँ हिजो सरस्वती पूजाको लागि भनेर लुगा अर्डर गरेको थिएँ, अनि त्यही लुगा लगाएर चिरिचट्ट भएर रेडी भए। जुत्ताको लेस पनि कसे अनि जुत्ता सुत्ता लाएर म चाहिँ एक्लै लखर लखर कलेजतिर लागे। उता कलेजमा चाहिँ भने साथीहरु आएर अघि रेडी भइसकेछ। साथी चाहिँ भने फेरि भोक लाग्यो भन्दै कुकु झन्डै दबाई दियो भने। सरस्वती पूजा मनाउनको लागि चाहिँ यति धेरै मान्छे आएको थियो कि आज चाहिँ हाम्रो पूजा गर्ने पाला आउँछ कि आउँदैन भनेर म चाहिँ सोचेर बसिरहेको थिएँ। सबैजना पूजा गर्नको लागि मन्दिरतिर जाँदै हुनुहुन्थ्यो, हामी चाहिँ भने आफ्नो पालो पर्खेर बसिरहेका थियौँ। पर्खिँदा बल्ल पालो आएर हामी चाहिँ पूजा गरेर प्रसाद भएकोतिर लाग्यौ। अनि प्रसाद बोकेर केटाहरूसँग गफ गर्दै मस्तले खाना थाल्यौ। मलाई चाहिँ यहाँ भित्रको सबैभन्दा मनपर्ने कुरा भनेको बुनिया हो। हजुरहरूलाई के मनपर्छ कमेन्ट गर्नु होला। पूजा गरेर प्रसाद नि खाइयो, पूजा नि गरियो, अनि साथीको बाइकमा घरतिर आइयो। आजको लागि यति नै, बाइ बाइ साथीहरु।